जय मसी है। हाम्रो दिदीबहिनीहरूलाई गीत त जोड आउँथ्यो, आज लुके लुके थाहा छैन होइन, तर पनि गाउनु भयो है। र हाम्रो प्रभुलाई धन्यवाद होस्। हुन्छ, मलाई घाँटी अलि त्यो भएको छ है। अनि स्वर अब के भन्छ, स्वर अनि गीत, त्यो गीतको डायरी पनि ल्याउन बिर्सिन्छु, माफ गर्नु होइन। तर गाउने चाहिँ जस्तो आउँछ त्यस्तै, गीतको शब्दहरू राम्रो छ है। मलाई चाहिँ यस्तो गीतहरू आउँदैन, उहाँहरूलाई आउँछ है। उहाँहरू हाम्रो दिदीबहिनीहरू एकदम ट्यालेन्ट हुनुहुन्छ यस्तो गीतहरू। हप्तै पछि एउटा दिदी होइन, उहाँ दिदीहरू एकदमै हप्तै पछि गीत गाउनुहुन्छ है। अनि प्रभुलाई धन्यवाद, आफ्नो आफ्नो वरदान हो है। अनि म चाहिँ एउटा गीत गाउँछु है। त्यो गीतको बोल छ, प्रभु म कस्तो पापी रहेछु। मलाई चाहिँ त्यस्तोहरू चाहिँ आउँछ होइन, अलिअलि जस्तो आउँछ त्यस्तै गाउँला। प्रभु म कस्तो पापी रहेछु, तपाईलाई थुकेछु, क्रुसमा टाँगेछु, तपाईलाई थुकेछु, क्रुसमा टाँगेछु। गल्ती भो मेरो, क्षमा चाहन्छु, स्वीकारिदिनुहोस्, आफ्नै बनाउनुहोस्, स्वीकारिदिनुहोस्, आफ्नै बनाउनुहोस्। पाप मेरो धुन बगेछ रगत कल्वरी डाँडामा, बुझिन मैले तपाईँको बिलाई राखिन मनैमा। पाप मेरो धुन बगेछ रगत कल्वरी डाँडामा, बुझिन मैले तपाईँको बिलाई राखिन मनैमा। प्रभु म कस्तो पापी रहेछु, तपाईलाई थुकेछु, क्रुसमा टाँगेछु। गल्ती भो मेरो, क्षमा चाहन्छु, स्वीकारिदिनुहोस्, आफ्नै बनाउनुहोस्, स्वीकारिदिनुहोस्, आफ्नै बनाउनुहोस्। देख्छु म भन्थे अन्धो रहेछु, अहिले पो थाहा पाएँ, जान्दछु भन्थे झुटो रहेछ, अहिले पो चाल पाएँ। देख्छु म भन्थे अन्धो रहेछु, अहिले पो थाहा पाएँ, जान्दछु भन्थे झुटो रहेछ, अहिले पो चाल पाएँ। प्रभु म कस्तो पापी रहेछु, तपाईलाई थुकेछु, क्रुसमा टाँगेछु। गल्ती भो मेरो, क्षमा चाहन्छु, स्वीकारिदिनुहोस्, आफ्नै बनाउनुहोस्, स्वीकारिदिनुहोस्, आफ्नै बनाउनुहोस्। भन्छु म अब अरूलाई नै तपाईँको बारेमा, देखाउँछु बाटो डोर्याउँछु अझै तपाईँको चरणमा। भन्छु म अब अरूलाई नै तपाईँको बारेमा, देखाउँछु बाटो डोर्याउँछु अझै तपाईँको चरणमा। प्रभु म कस्तो पापी रहेछु, तपाईलाई थुकेछु, क्रुसमा टाँगेछु। गल्ती भो मेरो, क्षमा चाहन्छु, स्वीकारिदिनुहोस्, आफ्नै बनाउनुहोस्, स्वीकारिदिनुहोस्, आफ्नै बनाउनुहोस्।
धन्यवाद। मलाई अलिक बोल्नुलाई गाह्रो भइरहेको छ, कस्तो कस्तो भयो।